रुल नम्बर 1, जहाँ दिपेन्द्र सिंह एरीको हातमा बल हुन्छ त्यहाँबाट सिंगल लिने प्रयास नगर्नु। रुल नम्बर 2, सधैँभरि आफ्नो आत्मामा रुल नम्बर 1 लाई याद राखिराख्नु। एरीले जीवनमा दोस्रो मौका दिँदैन। व्हाट अ रन आउट दिपेन्द्र सिंह एरी। क्रिकेटका यस्ता क्षणहरू साँच्चै नै अविश्वसनीय हुन्छन्। दिपेन्द्र सिंह एरीले यसरी बिजुली जस्तो छिटो डाइरेक्ट हिट खेलको मोमेन्टलाई नै बदल्ने अविश्वसनीय रनआउट र सटिक निशाना, तीव्र गतिको प्रहार र आत्मविश्वास यो नेपालका सुपरस्टारबाट देखाइएको चुम्मा लेभलको वर्ल्ड क्लास फिल्डिङ थियो। यो क्षण यति प्रभावशाली बन्यो कि आधिकारिक आईसीसी टी20 वर्ल्ड कप 2026 को पेजमै यसको रिल शेयर गरियो। अब अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पनि नेपाली क्रिकेटलाई विश्व मञ्चमा हाइलाइट गर्दैछन्। यहाँ केही न केही विशेष भएको स्पष्ट हुन्छ। यो केवल एउटा रनआउट मात्र थिएन, यो नेपाली क्रिकेट उदाउँदैछ भन्ने ठोस सन्देश हो। लिडर र आत्मविश्वासी र उत्कृष्ट टिमसँगै प्रतिस्पर्धा गर्न अब नेपाल तयार छ। यस्ता क्षणहरूले लाखौं समर्थकहरूलाई प्रेरणा दिने गर्छ र हाम्रो टिम अब कति माथिसम्म पुगिसक्यो भन्ने पनि देखाउँछ। गर्जिरहनुहोस् दिपेन्द्र सिंह एरी। अब